नेपाली चलचित्र उद्योगमा लामो समयसम्म हिरो भन्नासाथ राजेश हमाल, शिव श्रेष्ठ, हिरेन साके, भुवन केसी, विराज भट्ट, आर्यन सिग्देल वा निखिल उप्रेती जस्ता ट्रेडिसनल हिरोहरूको इमेज मात्र नेपाली दर्शकको मानसपटलमा आउँथ्यो। टल, लामो कपाल, मस्क्युलर, चक्लेटी फेस, लार्जर देन लाइफ एक्सन्स अनि हिँड्दा नै स्टारडम झल्किने पर्सनालिटी। नेपाली फिल्ममा 2010 को दशकसम्म यही नै हिरोको परिभाषा थियो। अनि 2012 मा आयो लुट। यस फिल्मले लामो समयसम्म नेपाली फिल्म उद्योगमा जरा गाडेर बसेको ट्रेडिसनल फिल्म मेकिङ स्टाइललाई तोड्यो र नेपाली दर्शकको मानसपटलमा बनेको हिरोको इमेजलाई पनि भत्काइदियो। त्यसपछि बनेका फिल्महरूले लुटको रियलिस्टिक अप्रोचलाई पछ्याउँदै आम नेपालीका जीवनसँग मेल खाने कथा र क्यारेक्टरहरूको पनि खोजी गर्न थाले। लुटपछि साँगुरो, अपवाद, मन्जरी हुँदै 2014 मा कबड्डीसम्म आइपुग्दा नेपाली फिल्ममा हिरोको परिभाषा बदलियो र त्यसको सूत्रधार बने भोजपुरको एउटा साधारण देखिने केटो जसलाई आज हामी दयाहाङ राई भनेर चिन्छौं। न त अग्लो कद, न त चक्लेटी अनुहार, न त शरीरमा मसल्स, न त स्टारको हिँडाइ नै, तर यिनै अनकन्भेन्सनल फिचर्सले नै उनलाई अहिलेको समयको कन्भेन्सनल हिरो बनायो। उनलाई लुट, मेरो एउटा साथी छ र छड्केमा देख्दा सायदै कसैले सोचेको थियो होला भोजपुरको साधारण परिवारमा जन्मे हुर्केका, बिना कुनै फिल्मी ब्याकग्राउन्ड र इन्डस्ट्रीमा कोही गडफादर नभएका राईका फिल्महरू इन्टरनेसनल प्लेटफर्ममा नाम कमाउला र नेपालमा सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड राख्लान्। उनी स्वयं नै यो कुरा एक्सेप्ट गर्छन् कि उनले यो लेभलको सफलता हासिल गर्ने कुराको कल्पना पनि गरेका थिएनन्। मेरो अगाडि कामै काम, हैन, एक समय पनि फुर्सद नहुने, यस्तो चाहिँ होस् भनेर मैले कामना गरेको होइन। भोलि यस्तो भइन्छ होला भनेर सोचेको चाहिँ होइन। के उनको यो सफलता उनको रियलिस्टिक एक्टिङको रिजल्ट मात्र थियो त? के उनको यो लोकप्रियता उनी राई समुदायमा बिलङ गर्ने भएर पाएका हुन् त? कतै हामीले नै राईलाई ओभररेटेड एक्टर बनाएका त हैनौं? आज हामी यस भिडियोमा दयाहाङ राईको अनइमेजिनेबल सफलतालाई साइकोलोजिकल एस्पेक्ट्सबाट एनालाइसिस गर्नेछौं, जुन एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो राम्रो लागेमा लाइक, शेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनुहोला। दयाहाङले आफ्नो अभिनय यात्रा थिएटरबाट सुरु गरे। राष्ट्रिय नाचघरमा अनुप बरालको एउटा सर्ट टर्म एक्टिङ वर्कसपमा पार्टिसिपेट हुँदै उनले अभिनयको फन्डामेन्टल सिके। यो राष्ट्रिय नाचघरमा यो सर्ट टर्म एउटा कोर्स थियो कि वर्कसप थियो। अनुप बराल अनुसार हुनुहुन्थ्यो। हामी 20-21 दिनको क्लास थियो होला कि त्यो। त्यही क्रममा उनको भेट खगेन्द्र लामिछाने र निर्देशक सुदर्शन थापासँग भएको थियो, जससँग राई पछि सहकार्य पनि गर्छन्। 2012 मा आएको लुटले दयाहाङ राईको अभिनयलाई मात्र होइन नेपाली सिनेमाको स्वादलाई नै परिवर्तन गरिदियो। फिल्मको कथा काठमाडौँका साधारण तर असुरक्षित जीवन बिताइरहेका युवाहरू वरिपरि घुम्थ्यो। दयाहाङ राईले निभाएको पात्र गोफले कुनै परम्परागत हिरो थिएन। काठमाडौँको गल्ली गल्लीमा भेटिने असंख्य युवाहरूको प्रतिनिधि थियो। त्यही पात्रलाई निभाउन राईले अपनाएको स्वाभाविकताले दर्शकलाई छुन पुग्यो। मनोविज्ञानले यसलाई प्यारासोसियल रिलेसनशिप भन्छ। जब दर्शकले पर्दामा आफ्नै जीवन, आफ्नै सङ्घर्ष, आफ्नै बोली देख्छन्, उनीहरू पात्रसँग एकतर्फी तर गहिरो सम्बन्ध बनाउन थाल्छन्। दयाहाङको गोफलेले यही सम्बन्ध बनायो। दर्शकलाई लागे यो त हाम्रै वरिपरिकै मान्छे हो। यही सम्बन्धले लुटलाई बक्स अफिसमा ऐतिहासिक सफलता दिलायो। करिब 5 करोडको कमाई गरेको यो फिल्म त्यस समयसम्मकै रेकर्ड ब्रेकिङ नेपाली फिल्म बन्न पुग्यो र दयाहाङ राई अभिनेता मात्र होइन नयाँ युगको हिरो बन्न पुगे। लुटपछि दयाहाङ राईको अभिनय यात्रामा अर्को ठूलो टर्निङ पोइन्ट आयो 2014 मा। त्यस वर्ष रामबाबु गुरुङद्वारा निर्देशित कबड्डी रिलिज भयो। गुरुङ र राईको यो दोस्रो सहकार्य थियो। यसअघिको सहकार्य गुरुङको पहिलो निर्देशकीय चलचित्र अनागरिकको लागि 2006 मा भएको थियो, जुन राईद्वारा अभिनीत पहिलो चलचित्र पनि थियो। कबड्डीले दयाहाङलाई अफिसियली स्टार मात्र बनाएन, उनी नेपाली दर्शकको सामूहिक मानसपटलमा गहिरो गरी छापिन पुगे। फिल्ममा उनले निभाएको काजी पात्र गाउँमा बस्ने, अलि तातो रगत भएको, प्रेममा अल्झिने तर भित्री रूपमा अत्यन्तै सरल र सरिदय युवक थियो। काजी कुनै सुपर हिरो थिएन, बरु गाउँका सामान्य युवाहरू जस्तै थियो। तर त्यही सामान्यपनलाई दयाहाङले यति जीवन्त बनाए कि दर्शकहरूले काजीलाई आफ्नै गाउँको साथी जस्तो महसुस गर्न थाले, जसले गर्दा फिल्मले बक्स अफिसमा अपार सफलता मात्र पाएन, सिक्वेलहरू समेत बन्ने बाटो खोल्यो। कबड्डी कबड्डी, कबड्डी 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 र कबड्डी 4 यी सबै फिल्महरू दयाहाङकै स्टारडमका स्तम्भ थिए।
विशेष गरी कबड्डी 4ले त बक्स अफिसमा 22 करोड भन्दा बढी कमाई गर्दै नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान कायम गर्यो। यो आँकडा आफैमा दयाहाङ इफेक्टको प्रमाण हो, जहाँ दर्शकले फिल्मभन्दा पनि काजीलाई हेर्न हल धाउने गरेका थिए। यसलाई मनोविज्ञानले सोसियल आइडेन्टिटी थ्योरीबाट बुझाउँछ। मानिसहरू आफ्नै समूह वा समुदायसँग जोडिएको पात्रलाई देख्दा गर्व महसुस गर्छन्। काजी पात्रले ग्रामीण जीवन, ठेट संवाद, नेपाली परम्परागत प्रेम सङ्घर्षलाई बोकेको थियो, जसले गर्दा गाउँदेखि शहरसम्मका दर्शकले आफ्नै पहिचान पर्दामा देखे। यही कारण कबड्डी फ्रेन्चाइजले दयाहाङलाई राष्ट्रिय स्तरको रिलेटेबल हिरोमा रूपान्तरण गरिदियो। यति मात्र होइन, कबड्डी फ्रेन्चाइजले दयाहाङलाई बक्स अफिसको हिसाबले पनि सबैभन्दा ब्याङ्केबल स्टार बनायो। अब निर्माताले उनी खेल्ने फिल्मलाई सुरक्षित लगानी ठान्न थाले। यसको परिणाम दयाहाङ निरन्तर फिल्ममा देखिन थाले र उनलाई महानायक राजेश हमालसँग कम्पेयर गर्न थालियो। तर यो तुलना ग्ल्यामर वा लुक्सका आधारमा थिएन, क्वान्टिटीको कारण थियो। राजेश हमाल आफ्नो समयमा दर्जनौं फिल्म एकैपटक खेल्ने गर्थे, जहाँ क्वालिटी भन्दा प्रेजेन्समा जोड दिइन्थ्यो। दयाहाङमाथि पनि यस्तै आरोप लाग्यो। उनी अब क्वालिटी भन्दा भिजिबिलिटीमा बढी रमाइरहेका छन्। मनोविज्ञानले यसलाई कन्सिस्टेन्सी भर्सेस नोभेल्टी डिलेमा भन्छ। जब कुनै कलाकारले एउटै शैली वा पात्रबाट अपार सफलता पाउँछ, त्यसलाई निरन्तर दोहोर्याउन मन लाग्छ, किनकि दर्शकले त्यही कुरा मन पराइरहेका हुन्छन्। मनोवैज्ञानिक दृष्टिले मानिसहरू सुरक्षित र चिनिएका कुरासँग बढी सहज महसुस गर्छन्। त्यसैले दयाहाङले बारम्बार उस्तै पात्र खेल्दा पनि दर्शक हलमा पुगिरहेका हुन्छन्, किनकि उनीहरूलाई प्रेडिक्टेबल कम्फर्ट मनपर्छ। तर लगातार एउटै खालको प्रस्तुति हुँदा दर्शकलाई नवीनता चाहिने हुनाले थकान महसुस हुन्छ। दयाहाङ पनि यही द्वन्द्वमा छन्। एकातिर काजी वा यस्तै खालका पात्रले उनलाई मास अपिल दिन्छन्, अर्कोतिर नयाँ प्रयोग नगरेसम्म उनी कलाकारको रूपमा चुनौतीविहीन देखिन्छन्। हरेक चलचित्रमा दयाहाङ उस्तै लाग्छन्। अभिनय र चरित्रमा खासै फरक देखिँदैन। देखियोस् पनि कसरी, त्यसका लागि त समय दिन सक्नुपर्छ, जुन कुरा दयाहाङसँग छँदै छैन। एउटा चलचित्रको छायाङ्कन सकिनासाथ अर्को चलचित्रमा कुदिहाल्नुपर्छ उनले। उनको यही व्यस्तता अब उनकै लागि घातक बन्न थालेको छ। दयाहाङ राईको सफलताको अर्को रोचक पक्ष भनेको उनको सांस्कृतिक जरा हो। नेपाल जस्तो बहुसांस्कृतिक समाजमा दाई समुदायको प्रतिनिधित्व मुख्यधारको सिनेमामा धेरै कम देखिन्थ्यो। तर दयाहाङले आफ्नो अभिनय यात्रा सुरु गर्दा थिएटरदेखि फिल्मसम्म उनले आफ्नै सांस्कृतिक जरा लुकाएनन्। कबड्डी फ्रेन्चाइज मात्र होइन, नाङ्गो गाउँ, फुलबारी, गाउँ आएको बाटो, जारी, खरज्वाइँ, मनसरा जस्ता फिल्महरूमा उनले खेलेका पात्रहरू नेपाली गाउँघर र समुदायसँग गहिरो सम्बन्ध राख्छन्। यसलाई मनोविज्ञानमा रिप्रेजेन्टेसन इफेक्ट भन्छ। कुनै पनि समुदाय वा समूहले आफ्नो सदस्यलाई ठूला मञ्चमा देख्दा त्यो समुदायको आत्मसम्मान बढ्छ। लिम्बू मात्र होइन, अन्य धेरै आदिवासी जनजाति समुदायले पनि दयाहाङलाई पर्दामा देख्दा गर्व महसुस गरे, किनभने उनीहरूलाई लाग्यो हामी जस्तै देखिने, हाम्रो जस्तै जीवन बोक्ने मान्छे पनि राष्ट्रिय स्टार बन्न सक्छ। दयाहाङ राई केवल पर्दामा मात्र जीवन्त छैनन्, पर्दा बाहिर पनि उनी आफ्नो ग्राउन्डेड पर्सनालिटीका लागि प्रसिद्ध छन्। उनी लगायत केही साथीहरूले मिलेर स्थापना गरेको मण्डला थिएटरमा नाटकहरू हेर्न आउँदा दर्शकले उनीसँग सहजै भेटघाट गर्न सक्छन्। रिहर्सल र सोजमा उनी प्राय उपस्थित हुन्छन्, दर्शकलाई संवाद गर्ने अवसर दिन्छन् र आफ्नै अनुभव साझा गर्छन्। यस एक्सेसिबिलिटीले उनलाई अडियन्सको मनमा अझ प्रिय बनाएको छ। मनोविज्ञानमा यसलाई प्यारासोसियल इन्टिमेसी भनिन्छ। जब सेलिब्रिटीसँग डाइरेक्ट इन्टरेक्सन सम्भव हुन्छ, त्यसले फ्यान लोयल्टी र एडमाइरेसनलाई अझ डिप बनाउँछ। उनको सफलताको अर्को मनोवैज्ञानिक पक्ष सोसियल मोबिलिटी फ्यान्टेसी हो। नेपाली समाजमा धेरै मानिसहरू मध्यमवर्गीय पृष्ठभूमिबाट आएका छन्। जब उनीहरूले भोजपुरको सामान्य युवकलाई पर्दामा सफल हुँदै विश्वसम्म पुगेको देख्छन्, उनीहरूको आफ्नै सपना र आकांक्षाले जीवन पाउँछ। दयाहाङको कथा यसकारण होप न्यारेटिभ हो, एक किसिमको प्रेरणादायी सम्भावना जसले दर्शकलाई आफ्नो सङ्घर्ष पनि सफल हुन सक्छ भन्ने भान गराउँछ। दयाहाङको सफलता केवल बक्स अफिस भिजिबिलिटी वा फ्यान हाइपमा आधारित छैन। उनको ग्राउन्डेड एक्टिङ, कल्चरल रिप्रेजेन्टेसन, अडियन्ससँगको रिलेटिभिटी र पर्दामा देखाउने अथेन्टिसिटी नै उनको सफलताको आधार हो। त्यसैले दयाहाङ राई ओभररेटेड होइन, उनी एक साधारण परिवारबाट उठेका कलाकार हुन् जसले ट्यालेन्ट, कल्चरल ग्राउन्डिङ र अडियन्स कनेक्सन मार्फत आफ्नो स्थान बनाएका छन्। आलोचना र लिमिटेसन्स केवल उनी अझ विविध र च्यालेन्जिङ रोल्स खोज्ने अवसरका रूपमा लिन सकिन्छ। अन्ततः दयाहाङ राईको कथा केवल एउटा कलाकारको होइन, सम्पूर्ण नेपाली फिल्म उद्योगकै रूपान्तरणको कथा हो। उनले दर्शकलाई स्केपिस्ट हिरोबाट रिलेटेबल हिरोतिर डोर्याए। आलोचनाहरू छन्,
उस्तै पात्र खेल्छन्, क्वान्टिटी बढी चेज गर्छन्, तर ती आलोचनाहरूले नै उनको जर्नीलाई अझ वास्तविक बनाउँछन्। किनभने अकल्पनीय सफलता कहिल्यै लिनियर हुँदैन।